ठिक छ कि यस्तो हल्का हल्का फिल भइरहेछ नि किन भनेको त चड्डी लाउनु बिर्सो हल्का फिल किन भनेको चड्डी लाउनु बिर्सो ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय हामी चतारा जानलाई हामी लिङ्गा सेलाउनलाई अब रेडी भएर हिँड्यौँ ओम नमो ल हिँडेन जाऊ गाडीमा बस ओके लास्टमा आउँछन् बस्न दिदी अगाडि हिँड्नुको भयो काकी टाढै अब चतरा लाग्यो ल ठिक छ अब हेरियो भार तिमी पनि हिँडेको ल साथी के हो अरे यो धुन्धुकारी अरे कि अँ अब यो सेलाउनु पर्छ अरे यो चाहिँ अब निकालेर बोके पछाडि नन स्टप लानुपर्छ चढ्नुपर्छ अरे मैले बोके अब धुन्धुकारी अब गाडीमा हामी चतरा ल अगाडि बढ नि त सेलाउने अब थोरै अगाडि बढ मलाई अगाडि जान देऊ आऊ त्यसरी नै अब बोक्ने पनि कसरी सोध्छौ त यो के अरे यसको नाम धुन्धुकारी धुन्धुकारी धुन्धुकारीको के हुन्छ अरे गुरु आँखा 7वटा आँखा फुटेर अनि मुक्तिको कतै किन प्रथम अस्ति आइरहेको थिएँ एक दिन प्रथम दिन एक आँखा फुट्यो हेलो यो माथि राख्ने होला नि त धुन्धुकारी माथि नै होला नि दाइ छिर्नु भएको हुन्थ्यो नि त यहाँ कहाँ जान्छ उसमा झोला हाल्नेमा फोको झरो ए झर्छ यहाँ त यहाँ धर्छ यहाँ अलि मिलाएर ल धुन्धुकारीलाई राख ल त्यहाँ मिलाएर राख अलि भएन अलि पर्तिरबाट अलि छिराउनु पर्छ अझै छिराउनु पर्छ हजुर ठाडो हुँदैन होला नि त त्यहाँ हेर्नुपर्छ How are you? भएन मिलेन मामा त्यहाँ को बस्छ अलि उता सक्नु नि त यहाँ बस्छु नि के छ ठिक छ यहाँ बस्छ नि ठ्याक्कै बिचमा छ भनेर यतै बस्नु नि किन मोटा मान्छे तपाईँलाई म कहाँ हो यहाँ बसेर त भिडियो हुन्छ त जाउने 7 दिनको पुराण सम्पन्न भएर हिजो वर्तमान गुन्यु चल्यो अनि छेवर सम्पन्न भए पछाडि हामी आज यहाँ लिङ्गा सेलाउन र अरू सबै कुराहरू यहाँ बगाउनको लागि हामी बरा क्षेत्रमा आइपुगेको छौँ र लिङ्गो सेलाउने काम चाहिँ स्टिल गोइङ अन है के छ त साथी ठिक छ अब आज हामी
7औं दिनको महापुराण पछाडि साङ्गे 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 सकेर साङ्गेमा चाहिँ वर्तमान गुन्यु चल्यो छेवर पश्चात हामी चाहिँ अहिले बरा क्षेत्रधाममा आकाशमा अब यहाँ हामीले त्यो पातीहरू सेलाउने काम भइरहेको छ लिङ्गहरू सेलाउने काम भइरहेको छ। अब यो भइसकेपछि हामी अब नुहाइधुवाइतिर लाग्छौँ अनि अब स्नान गरिसकेर चाहिँ हामी अनि बिस्तारै घरतिर फर्किन्छौँ। असली ड्रेसअप भनेको चाहिँ यस्तो हो क्या साथीहरू, हेर्नुहोस् बरा क्षेत्र आएर नुहाइधुवाइ गरेर स्नान गरे सके पछाडि बिर्सेपछि यस्तो हालतमा हिँड्दैछ साथी। बोलो भक्त वत्सल भगवान जय। ठिक छ नि खबर ठिक छ कि यस्तो हल्का हल्का फिल भइरहेछ नि, किन भनेको त्यो चड्डी लाउनु बिर्स्यो। बरा क्षेत्र मन्दिरको दर्शन गर्न सिँढी चढ्दाखेरिको अनुभव के छ सर्भिसजी? सिँढी चढ्दा उहाँले गफ गर्नुहुन्न अरे, सास फुल्छ अरे। म चाहिँ एकचोटि कुदिनु पऱ्यो क्या, यस्तो 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 यस्तो। म त कुदिनै सक्दिरहेँ क्या पुरै। हेर्नुपर्छ मान्छे हिँड्नलाई कठिन भइरहेछ। यो हो नि त श्री नागेश्वर हो नागेश्वर बाबा की जय हो। जसै जसमा कुदेको थकित थकित अब यति त छ, कुदौ हिँड्न नि। गाडी छोड्यो नि बरु लोकल गाडीमा मात्रै कुदेर कुद्यौँ न। कृष्ण गोविन्द हरे मुरारे देनाथ नारा। बरा क्षेत्र मन्दिर यस्तो न गलियो कि जोसमा अलिअलि कुद्यो, अलिअलि हिँड्यो। 100वटा सिँढी त थियो होला नि? हो थिएन, 50-60 त्यस्तै सिँढी गलियो। अझै अब फेरि माथि जानु पर्यो। जाऊ हिँड्नु। सहयोग सङ्कलन तथा सोधपुछ कक्ष। ए अघि हामी उताबाट आउँदा भित्र छिराएको थियो नि, त्यही पोर्सनमा मिट हुने होला होइन? खाने सिङ्का सिङ्का त बिक्री हुँदो रहेछ रे। खाने खाने समोसा तरकारी खाइदिनु।
रहेछ बरा क्षेत्रमा आएर समोसा खाँदैछौँ सिङ्गडा दुईटा चिनी बिनाको एउटामा चाहिँ चिनी हाल्ने यस्तो टेस्टी छ कि कस्तो छ टेस्ट गुड गुड एकदम मजा आयो अचार मजाको पिरो समोसा चाहिँ खानु त समोसा चिसो तर ठिक बाहिरको लेयर सबैभन्दा मिठो हुने हो क्रिस्पी ठिक छ मामा कस्तो लाग्यो समोसा मिठो हो सानो हुँदा अनि यहाँ समोसा पनि खाएको ए बिनाजु के छ दही चिउरा मिठो मिठो भन्दा नि भोकले होला नि त आमामा बुनिया पनि रहेछ नि त त्यो ककालाई दही थपाउनु भिनाजुले अलि यो त सुक्खा देखियो त हो त्यसरी भाग लाग्दै गुरुले खानुभयो गुरु खानुभयो होइन खाइसक्नुभयो ए दिएकै छैन पहिले गुरुलाई दिने पहिले गुरुलाई यही दही चिउरामा किन्न आँट्नु भएको थियो हामीले क्यान्सल गराएको खानुहुन्छ नि ए गुरुलाई सुरुमा दिनु गुरुलाई अघि नै दिने भनेको आएर दिएको भए हुन्थ्यो नि त अनि कस्तो रिसाएको हौ बरा क्षेत्र आएर रिसाउँदैन नि त सबैलाई खोजेको मात्रै मेरै बिल्ला गर्नु हुँदैछ कि क्या हो म पछाडि बस्दिनँ अगाडि बस्छु So this much for this video and thank you for watching this video. If you haven't subscribed the channel, please subscribe गरिदिनु होला र यो भिडियो मन परेमा लाइक कमेन्ट अनि शेयर पनि गरिदिनु होला. Thank you very much.